हे गाइस नमस्ते सबैजनालाई म मेरो सुनिल छेत्री र चाहिँ आज हामी चाहिँ मोमो खानको लागि चाहिँ निक्लियो। मोमो खानको चाहिँ साथीले आज एकदमै मोमो खाने मन गर्यो अनि त्यसपछि हामी चाहिँ मोमो खानको लागि चाहिँ यहाँबाट चाहिँ निक्लियो। रातिको समय थियो र चाहिँ एकदमै जाम पनि थियो र साथीहरूमा भएर चाहिँ मोमो खान गयौँ। र मोमो खान पुगिसक्यौँ हामी र चाहिँ मोमो खाने ठाउँमा पुगिसकेपछि चाहिँ यहाँबाट चाहिँ अब हामीहरूले चाहिँ मोमो खानको लागि चाहिँ अब भिडियो पनि बनाउनु पऱ्यो भने एक दुईवटा क्लिपहरू बनाउनु पऱ्यो। अनि त्यसपछि चाहिँ हामीहरू चाहिँ मैले चाहिँ भिडियो बनाउन सुरु गरेँ र साथीले चाहिँ क्यामेरा सुरु भयो भनेर सोधेको। उसले भयो भने चाहिँ कि मैले अब स्टार्टिङ गरिसकेको थिएन र चाहिँ त्यसपछि स्टार्टिङ भएछ र चाहिँ म पनि बोल्न थालेँ। अनि त्यसपछि म पनि बोल्न थालिसकेपछि अब यताउति अब कुरा भइसक्यो। अब यताउति गएर मोमो पनि आइसकेको थियो अगाडि होइन। अनि अब त्यसपछि त अब खाना हतार भइसकेको थियो। अब एक दुईवटा भिडियो बनाऊँ भनेको भिडियो बनाउनतिर लाग्यो अनि त्यसपछि त मोमो खानै भुलिएछ। अनि त्यसपछि हामीहरू चाहिँ अब यहाँबाट गरिसक्यौँ। अब यहाँ मोमो खानको लागि चाहिँ को आउँदै हुनुहुन्छ होइन, को आइसक्नु भयो कमेन्ट गर्नुहोस् सबैजनाले। र चाहिँ हामीहरू चाहिँ यतिकैमा म धेरै नै हामीहरूले भाषण कुरा अब गरिरहेको थियौँ होइन। मैले चाहिँ धेरै नै कुरा गर्ने होइन, यस्तो भिडियोमा धेरै बनाउने गर्छु त्यो भएर पनि होला। अनि त्यसपछि हामीहरू चाहिँ मोमो खानातिर लाग्यौँ र चाहिँ मेरो साथीले चाहिँ मोमो खान सुरु गरिसक्यो। अब उसलाई चाहिँ अब कत्तेर खाम भन्ने भएको थियो होला, भिडियो बनाउनु दिएको होइन, अब त्यस्तै भयो होला। अनि खाम भन्ने भएको थियो होला। अनि त्यसपछि चाहिँ उसले खान सुरु गर्यो। अनि मैले पनि अब एक दुईवटा खाम त भनेको। अनि त्यसपछि मैले पनि खान सुरु गरेँ र एकदमै यहाँको मोमो चाहिँ एकदमै टेस्टी थियो र अब के गर्ने, अब देखाउनु पनि पऱ्यो होइन साथीहरूलाई। अनि त्यसपछि मैले चटनीसँग मोमो खाएँ। अनि त्यसपछि साथमा मोमोवाले दिदी पनि आउनुभयो र मोमोवाले दिदी आइसकेपछि चाहिँ उहाँसँग कुराकानी गरेर चाहिँ उहाँको लोकेसन बुझेँ। त्यसपछि हामीहरूले मोमोवाला दिदीसँग कुरा गऱ्यौँ। तपाईँले यो चाहिँ कति वर्ष भयो यहाँ गर्न लागेको भन्यौँ। यहाँले भन्नुभयो कि 15-16 वर्ष पो भन्नुभयो। अनि त्यसपछि अलिअलि दिदीसँग कुरा गर्न सुरु गऱ्यो। अनि त्यसपछि उता साथीले चाहिँ मेरो साथी चाहिँ अब मोमो भनेपछि एकदमै हो कि फेमस होइन उसको चाहिँ, त्यो भएर त उसले त उता खाइरहेको थियो। अब उसलाई पनि मैले केही क्वेसनहरू सोधेर चाहिँ उसलाई चाहिँ एकदमै मोमो टेस्टी लाग्यो अरे। अब मोमो ठिक छ भन्यो होइन भने यत्तिको नेपाली मोमो खानुपर्छ त्यसलाई खाना मन लागेपछि जसलाई पनि ठिक लाग्छ होइन, त्यो त नलाग्ने त होइन नि। अनि त्यसपछि मैले यता दिदीलाई सोध्दै गरेँ अब तपाईँले यहाँ बस्ने नेपालीहरूलाई चाहिँ के भन्नुहुन्छ भनेर चाहिँ मैले सोधिसकेँ। र चाहिँ दिदीलाई सोधिसकेपछि उहाँले भन्नुभयो कि यहाँ बस्ने नेपालीहरूलाई चाहिँ एक फेर आएर मेरो मोमो चेक गर्नु होला भन्नुभयो। अनि त्यसपछि अब यहाँ अब इन्स्टाग्राम यताउति गर्दाखेरि धेरैले गर्दाखेरि म पब्लिकमा आएँ, यस्तो गरेँ उस्तो गरेँ भनेर कुरा गर्दै हुनुहुन्थ्यो। र चाहिँ मेरो साथीलाई सोधेको एकदम टेस्टी छ भन्यो। अनि दिदीले भन्नुभयो कि अब यसको लागि चाहिँ तपाईँहरू चाहिँ सबैजना आउनु होला नेपाली दाजुभाइहरू मेरो मोमो खानालाई भन्नुभयो। उहाँको मोमोको रेडा चाहिँ यो थियो र हामीहरू चाहिँ उहाँ मोमो खानको लागि भनेर अलरेडी म चाहिँ जलन्धरदेखि चाहिँ लुधियाना गएको थिएँ। र साथीले हाँस्दै उसले खान सुरु गर्यो। र चाहिँ यसको लोकेसन रहेको छ तपाईँको चाहिँ लुधियानाको सिटी मलको सामने, सरापनगर सिटी मलको सामने चाहिँ यसको लोकेसन रहेको छ। तपाईँहरू गएर पनि उहाँ गएर नेपाली भाइरल मोमोज चाख्न सक्नुहुन्छ। नेपाली नुडल्स मोमोज छ, अनि त्यसपछि नेपाली चाउमिन मोमोज छ, अनि यस्तै गरी चिकन मोमोज अनेक धेरै नै बन्छ यहाँ चाहिँ। यहाँ गएर तपाईँले पनि टेस्ट गर्न सक्नुहुन्छ। हे गाइस अब र चाहिँ हामी यतिकैमा चाहिँ मोमो खाएर चाहिँ कुरा गरेर सबै होइन अब इन्टरभ्यू लिएर सबै गरेर चाहिँ हामी चाहिँ लाग्यौँ साथीको रुमतर्फ। अब यस्तै भिडियो हेर्नुको लागि चाहिँ मेरो च्यानललाई फलो गर्न नभुल्नु होला र युट्युबमा सब्सक्राइब गर्नुहोस्। थ्याङ्क यू सो मच।